ओए केटा त कति सुतेको हाँ दिउँसो र माछा सुतेको सुतै रहेछ यो त उठ्नु पर्दैन एकछिन सुत्न दिनुहोस् न कति बज्यो र अहिले एकछिन उठ्नु राख्नु न पानी पर्दैछ के को पानी र सानी जा पर गएर गाई सारेर आइज अनि आउँदाखेरि बाछालाई घाँस पनि काटेर ल्याउनु नि अङ्गालो दिन हालिहाल न मार्छन् कि होइन यो त निदाइ छ क्या हो फेरि उठ्नु पर्दैन के को अङ्गालो सङ्गालो हँ कति पढाउनु भएको रातिको सपना पुरा भएकै छैन एकछिन बस्नुहोस् न सम्झी यहाँ सपनालाई याद दिलाउँदैछु तेरो सपना पख तँलाई आज अघि त अँध्यारो थियो त अनि फेरि उज्यालो भयो कस्तो यो ढुङ्गे जस्तो हुन्छ दिन पनि साडी परेर होला कि अब उठेको म लु